के को आधारमा दिउँ? आज तपाईँले रवि लामिछानेलाई के 12 फेलको योग्यताको कुरामा अगाडि सार्दै हुनुहुन्छ? नेपाली राजनीतिक नेपाली आन्दोलनको निमित्त के योगदान दिएको छ? तपाईँले के को आधारमा चाहिँ तपाईँले अझै रवि लामिछानेलाई तपाईँले ठिक भन्दै हुनुहुन्छ? योग्यता के हो? त्यो योग्यताको हिसाबमा हेर्ने हो भने त पढाइको हिसाबमा हेर्ने हो भने एजुकेसनको हिसाबमा हेर्ने हो भने काम कुरा र जिम्मेवारीको हिसाबमा हेर्ने हो भने तपाईँले चाहिँ बोलेको कुरा पुरा गर्नेको हिसाबमा हेर्ने हो भने जनतासँग घुलमिलको हिसाबले हेर्ने हो भने नेपाली समाजमा दिएको योगदानको हिसाबमा हेर्ने हो भने तपाईँको हर्कजी कहाँ हो कहाँ? तपाईँको रविजी भनेको चाहिँ 0 लेभलको मान्छे। अनि अझ तपाईँले चाहिँ योग्यताको कुरा गर्नुहुन्छ हर्कजीलाई कुन रविजी हर्कजीसँग दाँच्नु पर्ने मिल्ने एउटा के समान लेभल काहीँ छ? हो हर्कजी सक्नु हुँदैन होला, म मान्छु। रविजी जतिको ढाक्नु सक्नु हुँदैन होला, रविजी जस्तो झुट बोल्न सक्नु हुँदैन होला, रविजीले यस्तो जोकको अभिनय गर्न सक्नु हुँदैन होला हर्कजीले, म त्यो कुरामा मान्छु। तर हर्कजी सत्य बोल्नुहुन्छ, स्वाधीनता अखण्डता र राष्ट्रियता भन्दा उहाँ चाहिँ माथिको निर्णय गर्न उहाँ सक्नु हुँदैन। त्यो कुरा उहाँको कमजोरी हो भने हो रविजी त्यो राष्ट्रियता र स्वाधीनता अखण्डताको विषयमा उहाँ फितलो हुनुहुन्छ, त्यो कुरामा रविजी माथि हुनुहुन्छ, त्यो कुरामा म सम्मान गर्छु। तर हर्कजीले उठाउनु भएको प्रत्येक मुद्दा नेपाली जनताको मुद्दा हो, हाम्रो समस्या हो। त्यो मुद्दा र त्यो समस्या तपाईँलाई गाह्रो लागेको छ भने तपाईँ नेपाली हो कि होइन एकचोटि तपाईँले आफैलाई प्रश्न गर्नु। त्यसो भएको कारणले गर्दा म अनन्त रूपमा तपाईँलाई के भन्छु भने तपाईँको त्यो नस्लीय चिन्तनलाई जबसम्म तपाईँले चाहिँ बिसाउन सक्नु हुँदैन तबसम्म तपाईँले कालोलाई कालो भन्न सक्नु हुँदैन, सेतोलाई सेतो भन्न सक्नु हुँदैन। तपाईँ कालोलाई पनि कालै भन्नु के अरे सेतै भन्नुहुन्छ, सेतोलाई पनि कालो भन्नुहुन्छ। त्यो प्रविधि तपाईँमा देखिएको छ। त्यो प्रविधिको तपाईँले छिटोभन्दा छिटो उपचार गराउनु होला। चाहे त्यो समाजको होइन, तपाईँको डक्टरलाई उपचार गरेर ठिक हुन्छ कि हस्पिटलको डक्टरलाई उपचार गरेर ठिक हुन्छ, तपाईँमा त्यो एकदमै ठुलो समस्या छ। नस्लीय चिन्तन एकात्मकवादी सोच राख्ने हो भने यो मुलुकमा कि तपाईँ त्यो खालको प्रश्न गरेर तपाईँ चाहिँ यो समाजमा तपाईँ चाहिँ रहन सक्नु हुँदैन। स्पष्ट ढङ्गले हिजो नेपाली जनतालाई गुमराहमा राख्नुभयो, जसरी नेपाली जनताले एक खालको गुमराहमा बस्यो होला, अब नेपाली जनता त्यो गुमराहमा बस्न चाहँदैन। नेपाली जनताले आफ्नो किसिमको चेत खोलिसकेको छ र आज हामीले ठगलाई ठग भन्न सकेका छौँ, राम्रोलाई राम्रो भन्न सकेका छौँ। नत्र हिजो पनि हिजोको जस्तै मुलुक हुने हो भने, हिजोको जस्तै नेपाली समाज हुने हो भने आज हर्कजी जस्ता मान्छेहरू हामीले यहाँनिर चाहिँ एक्सप्लोर गर्न पाउँथेनौँ, हर्कजी जस्ता मान्छेहरूलाई हामीले अगाडि सार्न पाउँथेनौँ। आज नेपाली समाजले धेरै फड्को मारिसकेको छ। त्यही फड्को मारेको नेपाली समाजलाई अब एउटा नेतृत्वकर्ता चाहिएको छ। त्यो नेतृत्वकर्ताजी भनेको नै हर्क साम्पाङ हो, हर्क साम्पाङको विचार हो, हर्क साम्पाङको काम गर्ने शैली हो, हर्क साम्पाङको इमान्दारिता हो, हर्क साम्पाङको पारदर्शिता हो। यो कुरा तपाईँले नभुल्नु होला। तपाईँ अहिले जापान बसेर जापान जस्तो श्रमिक देशमा बसेर पनि हर्कजीको विचार र भिजन एजेन्डालाई आत्मसात गर्नु हुँदैन भने तपाईँ एकात्मक चिन्तनको मान्छे होइन हो। म यो आधारले पनि हो भन्न सक्छु।